प्रिय सज्जनहरू पर्खिनुहोस् है एकछिन। यहाँ झापा पाँचको चुनावी चर्चा चाहिँ नै देशभरि एकदमै तातो तातो रूपमा चलिरहेको छ। थुप्रै साथीहरूले सोध्नुहुन्छ, म अहिले झापा पाँचमै छु, कि कसले जित्छ, दुईवटा प्रधानमन्त्रीका उम्मेदवारहरू त्यहाँबाट उठिरहेछन्, चुनावी मैदानमा खडा छन् भनेर भन्छन् कि। तर अलि अगाडिको एउटा अनुभव हेर्ने हो भनेदेखि अहिले नै मतदाताको भेउ पाउन सकिँदैन क्या, त्यस्तो खालको अवस्था छ। साथीहरू दौड्या छन्, घर दैलो पनि अलिअलि चलिरहेको छ थुप्रै उम्मेदवारहरूको। तर अहिले नै मतदाताहरूले चाहिँ नै तँलाई भोट हालिहाल्छु भनेर चाहिँ भन्दैन। केही प्रतिबद्ध मान्छेहरू छन् जो काङ्ग्रेसका छन्, जो कम्युनिस्टहरूका छन्, जो प्रतिबद्ध छन्, उनीहरूले चाहिँ त्यसैमा भोट हाल्ने, उनीहरू पनि खटेर हिँड्ने त्यस्तो काम त हामी देखिरहेछौँ। तर धेरै मान्छेहरू सक्रिय छैनन्, जो खेतीपाती या चाहिँ आफ्नो व्यापार व्यवसायमा व्यस्त छन्, मस्त छन्। त्यस्ता मान्छेहरूले अहिले नै डिसिजन गरिहालेका छैनन्। त्यस कारणले अहिले भन्न सकिँदैन। कहिले भन्न सकिन्छ भने पुरानो अनुभवले पनि बताउँछ, एक हप्ता अगाडि चाहिँ अब माहौल कस्तो हुन्छ भन्ने कुरा थाहा हुन्छ, अनि मात्रै बताउन सकिन्छ। मैले थुप्रै साथीहरूलाई त्यही जवाफ दिइरहेको छु, अहिले नै भन्न सकिँदैन। माहौल चाहिँ नै गर्मा गर्मी नै हो हुन चाहिँ, थुप्रै उम्मेदवारहरू मैदानमा छन्, सबै दौडिरहेछन् भन्ने नै हो। तथापि अहिले नै मतदाताहरूको मन मस्तिष्कले चाहिँ नै सर्वे गर्न सकिँदैन भन्ने खालको कुरा हो। पर्खिनुहोस् है साथीहरू, अलिक पछाडि एक हप्ता जति बाँकी हुँदाखेरि चाहिँ अनि भनौँला हामी कहाँ कस्तो हुँदो रहेछ झापा क्षेत्र नम्बर 5मा भन्ने कुरा। नमस्कार, धन्यवाद।